असो हामी हेलो हेलो भन्दियो न हेलो हामी चाहिँ सबैजना छौँ है यहाँ अब आज हामी घुम्न जान्छौँ सबै अनि हाम्रो सुटकेस आएको छिरिसक्यौँ अब यहाँनिर पछाडि मम्मीहरू छ अनि त्यहाँ जाउँ न यहाँ त साइडमा चाहिँ शान्त अनि पछाडि हामी बसमा बसिसक्यौँ हामी होल ट्राभलको चाहिँ बनाउँदैनौँ न गाह्रो हुन्छ तर अब हामी एकछिन अब कुनै कुनै रोडहरू पोखराको रोडहरू चाहिँ देखाउँछौँ तर अहिले चाहिँ काठमाडौँ के हो त हजुरहरूले कोही कोही बाहिरबाट हेरेको बेला कुनै कुनै काठमाडौँको रोड हाम्रो कफी र बर्गर पनि आइसकेको छ होइन साथीहरू अब हामी मजाले कफी र बर्गर खान्छौँ के न छोरो है फटाफट गरेर खाइहालौँ क्या 25 मिनट 25 मिनटदेखि रहेछ हामीसँग फटाफट गरेर खाइहाल्नु क्या अब हामीसँग 25 मिनटदेखि छैन लास्ट अब दुख्छ खाना रोटीको लागि भित्र मोमो चाउमिन खाजा नास्ताहरू खानुहुन्छ उतापट्टि खाना रोटी यही बस कोइली बस कोइलीले आज खतम बनायो भर्खर मुलिङ आइपुग्यो अब यहाँ अझै बाटो छ खै बजार गएको अब त्यो खाना आने कि मोमो आने चाउमिन आने ल मोमो आन्छ नि बुझ्छौ हामी खाना आन्छ हामी बुझाएँ खान लाग्यो छोरो जुस तिमी चाहिँ के खान लाग्यो फ्रुटी तिमीलाई चाहिँ के भयो नि गाह्रो भयो धेरै गाह्रो भयो बच्चाहरू चाहिँ गर्मीले चाहिँ यहाँ एकदमै शिथिल भइसकेका छन् यहाँ जस्तो हुँदैन के भन्नु त सानी स्टार्ट न छोरी अब ढिला हुन्छ ल मोमो खाऊ छोरी मोमो खाऊ ढिला हुन्छ खोइ म ल्याउँछु यहाँ छ नि त छैन ल अब यहाँ जे छ अनि फेरि गाडी हुन्छ है छिटो हाम्रा बच्चाहरूले चाहिँ होइन खाना नखाएर चाहिँ हामी मोमो खाँदैछौँ लेट्स इन्जोय द मोमो छोरी लेट्स इन्जोय द म भाइलाई नि खान्थ्यो छोरी हामी कहीँ पुग्यो भनौँ हामी त्यो पोखराको बिचो बाटोमा आइसकेका छौँ हामी अब त पोखरा जान भएर बस रोकेर हामीलाई खानेकुरा खानलाई एउटा रेस्टुरेन्टमा रोकायो मैले मोमो खायो उसले मोमो खायो सारा बाबाले भात खाइसक्यो अनि त्यसपछि अनि मेरो जुस अनि आइसक्रिम बस कस्तो छ ठिक छ छोरा बस राम्रो छ बस राम्रो छ हामी गइहाल्छौँ ल फेरि बस स्टार्ट भइसक्यो फेरि अब हामी हिँड्न हतार भइसक्यो हेलो कोइली बस जान लाग्यो कोइली बस जान लाग्यो छिटो टाढो गरै बस हिँड्यो हुँदैन होला झ्यालफुल हुँदैन यसो लाग्छ झ्यालफुल स्याबास गुड त्यो आइसक्रिम मलाई पनि दिनु के त हजुर लिनु पर्थ्यो नि आफैले ल दिन्छु थोरै दिन्छु